हेलो गाइस, आज चाहिँ म कुमारी मेकअप गर्न जाँदैछु। कुमारी मेकअपमा चाहिँ 3टा कलर युज हुन्छ, जसमा चाहिँ येलो, रेड, व्हाइट हुन्छ। हेरौँ ल, ट्राई गरौँ। धेरै भयो मैले यो नगरेको मेकअप, अनि ट्राई गर्दैछु आफ्नै फेसमा। फर्स्टमा चाहिँ म यसमा चाहिँ लोसन लाउँदैछु फेसमा। यसरी मजाले फेसमा लोसन लाउँदैछु। लोसन लगाएपछि यतिको हुन्छ। अनि त्यसपछि चाहिँ अब म आफ्नो निधारमा चाहिँ आई बनाउन गइरहेको छु है। आई चाहिँ यस्तो भइरहेछ। अब त्यो बिचमा चाहिँ म आँखाको नानी बनाउँदैछु यसरी। अब त्यसपछि चाहिँ येल्लोले आफ्नो पुरा फेसमा पेन्ट गरिसकेँ। अब त्यसपछि हेर्नुहोस् ल, रेड पनि लगाइदिएँ, कस्तो भयो। अनि अब म आई थोरै रेड कलर हाल्दैछु। त्यो गर्दाखेरि चाहिँ अलिकति राम्रो देखिन्छ कि, हेर्नुहोस् त है। अघिको प्लेनभन्दा यो राम्रो देखियो नि है। अनि मलाई चाहिँ फेरि हातले चाहिँ आई सेडो लगाएको एकदम त्यही मनपर्छ कि। अनि मैले थोरै माथिको येल्लोसम्म अलिकति म्याच होस् भनेर ग्लिटर थोरै हालिदिइरहेको छु यसरी। ग्लिटर लगाएँ, अर्कोमा पनि यसो लगाएँ। अलिक साइडमा थोरै मात्रै, धेरै त लाउँदैन। अब कुमारीहरूले जस्तो धेरै मेकअप पनि त हुँदैन नि त। नर्मल अलिकति टच गरेर साइडमा पनि लगाएँ। अनि त्यसपछि चाहिँ आई सेडो यति लगाइसकेपछि भयो। अब चाहिँ म आफ्नो काजल बनाउन गइरहेको छु। कुमारीहरूको काजल ल, हेर्नुहोस् यतिको भयो। जे पायो कमेन्ट चाहिँ नगर्नु होला। यति।